भिलक त दिनु पऱ्यो नि झल्लुप्रोसँग हामी कहाँ यो गरेर झल्लुप्रो यो नामै थाहा छैन यही हो झल्लु पारा भनेको चाहिँ यही हो के अघिदेखि तिनचोटि भनिसक्यो होला शङ्कुनारायण मन्दिर मैले त नाम ट्याक्क हेर्दै थिएँ कि आउने बाँकी थियो झल्लुले हेर्दै थियो अरे क्लियर भनौँ भनेपछि के होइन फेरि यस्तै छ आज चाहिँ फेरि क्याब लाएर आइदियो कि फर्स्ट टाइम हो यहाँ हामी गोदावरी बसेर पनि फर्स्ट टाइम हो यहाँ भन्दै हुनुहुन्छ उहाँ चाहिँ अस्ति भर्खरै उहाँ गोदावरी बस्नुहुन्थ्यो तर ठिक छ कुन बोट हो रे बा What do you feel like today morning? एकदम आनन्द शान्त ठाउँ पवित्र ठाउँ शङ्कुनारायण थाना आएर कस्तो फिल भइरहेछ त हजुरलाई आनन्द भइरहेछ एकदम हजुरको पुरानो गाउँ हेर्दाखेरि कस्तो लागेर त्यति बस्नु भएन हजुर पुरानो गाउँ रमाइलो छ शीतल छ ल हिँड्नुहोस् अगाडि हिँड्नुहोस् त्यसो नयाँ गाउँ घुमाउँछु तपाईँलाई फेरि म झल्लुप्रोलाई नयाँ गाउँ नयाँ ठाउँ ए केटाहरू सबलाई बिग क्लाउडसँग ट्राभल गराउनु रेडी हुन्थ्यो फेरि होइन यो अनि फेरि यहाँनिर हिजोको गुफा अब हामी आज झल्लुप्रोलाई यसो अवलोकन गराउनु भएको छौँ शङ्कुनारायण थानको गुफा है ल ठिक छ अब यहाँ चाहिँ यस्तो हो झल्लुप्रो अलि यस्तो गरेर है यस्तो यस्तो वे छिरे है छिरे झल्लुप्रो अटायो नि स्याट टेङ्याउ ए तान्न पर्छ क्या हो तान्न त अलि पर्दैन क्या घन्टुमा हुन्छ है एकदम धेरै माया छ हाम्रो झल्लुप्रोलाई यो चाहिँ हाम्रो पुर्खाले लेखेको शिलालेख लेख्नु पाएको सरी 200 वर्ष पहिलाको होइन 200 वर्ष पहिलाको यहाँ साल पनि होला कतै यसो भेट्नु भयो भने कुनै तपाईँले यसो सनातन होइन के लोकेसन पत्ता लगाउँदो रहेछ ल यहाँबाट हाम्रो घर कुन चाहिँ होला भन्नु ओए देखिन्छ क्लियर क्लियर देखिन्छ भन्नुभएको छ ए पहनै देखिहाल्यो नि यार चिनिहाल्यो नि यार नचिन्ने हो र भने के हाम्रो त्यहाँ रातो रातो पहनु त्यही त गर्नु न यहाँ क्यामेरा देखाएर पहनु है देखियो यो ब्याक गर्न मिल्छ यत्तिकै अगाडिबाटै जुम गर्ने अगाडिबाट मैले चिन्न त चिने कसरी भन्दा तपाईँको हाम्रो म्युजिकको छ नि मैले यही ठाडै हो त म्युजिकको त्यो घर पनि मिठो रहेछ कि सटेको भने सिधै भुन्छ नि त्यही देखायो मिठो घर रहेछ कि त्यो म्युजिकको ट्र्याकलाई हेर्नु त ऊ यहाँनिर हेर्नु फोकस गरेँ मैले ल हेर्नु ऊ यहाँनिर हेर्नु त च्याट्टो लाएर दामी घर रहेछ दाइ अनि त्यही हो अब च्याट्टो लाएर सुरु आयो घुमियो रमाइलो भयो अस्ति केटाहरूलाई त मैले यहाँबाट माथि पनि लिएर गएको यता माथि माथि खासै केही छैन तर ठाउँ चाहिँ एकदम शीतल ठाउँ के होइन शीतल आनन्द आउने ठाउँ एकदम हुन्छ नि पुरै यहाँ बसेर ध्यान गऱ्यो भने त एकैचोटि हौ ब्रह्माण्डको सबै एङ्गलहरू डुलेर आउन पाइने जस्तो आनन्दको फिल होइन सबैले भुइँतिर मात्रै हेरिराख्नु भएको छ ऊ मासतिर हेर्नु नि डाँडा मासतिर मौसम क्लियर नभएर होला त्यो अलिअलि धमिलो भइरहेको रहेछ नभए हिमालको रेन्जै देखिन्छ क्या यहाँ धौलागिरी गणेशगिरी के त्यही हो अब
काठमाडौँमा अब सिर्पेज दियो राम्रै हो होइन, दियो सिकियो पनि बुझियो पनि। अब त्योभन्दा नि अझ अनुभव गरियो भनौँ अब, किनकि रियालिटी सोहरूमा त्यसरी गएर पर्फर्म गर्ने यताउता त्यस्तो अलिकति गरिएको थिएन। अलिकति नयाँ नयाँ कुरो एक दुईचोटि भएको थियो, तर त्यो एकदम अझै पनि भएको त क्लियरली त्यो एकदम जुन 100मा 100 स्टेजमा गएर हुनुपर्ने जस्तो एटिट्युड अझै पनि त्यो एउटा नर्भसनेसले चाहिँ हल्का हल्का चाहिँ हुँदो रहेछ। तर जस्ट अब त्यही कुरा सिक्ने हो सिर्पेजमा केही न केही यसो। ताज त अब आउँछ सक्दो होइन आउँछ ताज, तर मेन कुरो सिकाइ पनि ठुलो कुरा हो। र अब मेन कुरो आफ्नो आर्ट बुझ्ने अडियन्स पाइयो भने त्यसमा ताजै त्यो ताजभन्दा पनि अझ ठुलो हुन्छ होइन। मेन कुरो जनता हो, त्यही भएर आफ्नो तर्फबाट आफूले गर्ने हो च्याट्ट लाएर, अरू कुरो देखा जाएगा। साथमा बादल सर म्यानेजर पारामा झल्लु ब्रोले सिर्पेज ल्याउँछन् भनेर यहाँ आश छ फेरि। सिर्पेज चिताउनै आउनुपर्छ है। तर अघि भने नि मेन कुरो चाहियो, माया गर्ने मान्छे चाहियो। माया गर्ने मान्छे भन्छन् नि, माया गर्ने मान्छेहरू भयो भने त्यो त्यसै पनि माया गर्ने मान्छेहरूको बिचमा राजा हो क्या त्यो। हाम्रो झल्लु ब्रो फेरि राजा हो है, राजा। यस्तै छ। धेरै अब तारिफ गऱ्यो भने लाज पनि लाग्छ होइन, गर्नु पनि हुँदैन, आफूलाई फुर्काउनु हुँदैन धेरै। बासमा जाने अब गफ गर्न च्याट्ट लाएर के गर्नुहुन्छ बा? कहाँ? ए बाले हिजो बाँदर केरा र बाँदरले पायो भने उछिनिहाल्छ भन्नुभएको थियो, यता हो? ए ल ल बा जाने होइन अब घर? माथि होइन फेरि अब तल जाने अब घर जाने। बाँदर आएको छैन, छँदै छैन त्यहाँ बाँदर। त्यहाँ बाँदर छैन, बादल मात्र छ यहाँ, बादल। बुझ्नुभयो? ल गल गर्छौँ। त्यहाँ बुहारीले खाना पकाएर बोलाइसक्यो, माथि छैन क्या बादल बा। ल ठिक छ, बा माथितिर लाग्नु भयो, हामी चाहिँ तलतिर लागेन है। अब बा जसरी नै मोटरसाइकल चलाउनु नि मान्नुहुन्न, सो हामी तलतिर लाग्यौँ। तलतिर है अब अलिअलि भुँडी भएको अहिले देखिन्छ, पछि घटासी फेरि अनि होइन अर्को बडी पनि देखाउन पाइयो नि फेरि। कमिङ सुन है, कमिङ सुन, सिक्स प्याक कमिङ सुन गाइस। यसरी नै डाँडा पाखा हिँडिरहेको हुन्छ सिक्स प्याक कमिङ सुन। हाम्रो है हजुरबा कति 87 भन्नु होइन? 86 वर्षको हजुरबा त्यस्तो सिडीहरू चढ्ने उ गर्ने। हजुरबाको औषधि के अरे भन्दा हिँड्यो भने ठिक हुन्छ अरे। मोटरसाइकल चढेर फेरि हामी फेरि स्प्लेन्डर खु 4 खुट्टे भन्दा हामी धेरै 2 खुट्टे प्रिफर गर्ने फेरि। अलि माया गर्छ आफ्नो शरीरको हो। ल अब यस्तै छ पारा जहिले नि सारा समाजको नजरमा म ट्यापे आवारा तर ट्यापे चाहिँ होइन है, क्याप लगायो भन्दैमा ट्यापे भनेर समाजले सोच पायो पाउँछ फेरि, तर हामीले पनि भन्न पाइयो होइन। यही भनेको त आवाज, कसैको पनि आवाज नदबाओस्, आवाज जहिले पनि सत्यको लागि झल्लुले खुल्छ है आवाज फेरि। कसले ताक्दैछ भनेर फेरि झल्लुले नि भने हो, अनि झल्लुले नि ताक्दैछ। गाइस पुरा बुझ्यो नि, भेरी सरप्राइज। नेपको गाडी कसले हाँक्दैछ, सिर्पेज कसले ताक्दैछ, राजाको सिंहासन नेपले राजा माग्दैछ। बढिरहेको जोस छ, हार्न कहिले जान्दैन, हिपहपको आवाज चुप बस्न कहिले मान्दैन। सक्दैन बोल्न कि कलमले लेख्न जान्दैन, कोही छैन लायक झल्लुलाई बाहेक अरूलाई राजा झल्लुले मान्दैन। ओए यो हो नि त झल्लु पारा, झल्लु राजा। तर घमण्डले खाइदिन्छ फेरि त्यो पनि जान्दैछ। घमण्डले खाइदिन्छ त्यो पनि जान्दछ, सबलाई माया गर्छ अनि राम्रो व्यवहारले राम्रै व्यवहार मान्दछ।
सबैले किन झल्लु प्रोलाई झल्लु मान्दछ? किन मान्दछ? आज गल्ती भोलि सत्य थाहा पाएपछि अर्को ठान्दछ। जङ्गलको बाटो डाँडा र काँडा हिँड्दै म छाडा होइन है पारा है पारा मेरो साथीको पारा मन्दिर हिँडेर आएको अनि टिका नि लगाएको तर देखेन टिका सबले छाडा अनि गएको सबले छाडा भने गएको मेरो पारा थिएन बिग्रेको तर पारा बिग्रे आएको समाजले लाउँदै छ नि दोषी छु म फाको आज झल्लो पारा देखाउँदिन भन्दै आएको आयो फेरि अब झल्लो ब्रो with a big cloud guys घुमिरहेको माथि डाँडा हो अलि जाडो भयो डाँडातिर जाडो छ केराहरू खाना चितवन झर्ने बेला भयो माथि नारायणहरूलाई भेट गरेर मन सिलाएको थियो धेरै भारी बिसाएर आज बालाई भनेको मैले गर्जाने बेला भयो तर ठिक छ बाले भने म तल होइन माथि र लागेको तर हामी तल माथि जिन्दगीको गोरेटोमा हिँड्ने अर्को साथी हो कहिले रिस कहिले दुःख कहिले पीर तर पनि लास्टमा हाँसियो बाँच्न पर्छ साथी कालो पछि आउँछ दिन पछि राति हो त्यही भएर दुःख सुख भन्ने कुरा आइरहन्छ चलिरहन्छ सबै कुराहरू दुःखमा पनि हाँसियो एमसी फ्लोरले तैँले भनेको जस्तो हाँस्न सिकियो पनि फेरि बाँचियो तिमी हाँस्न सिकाऊ ल तिमी मलाई बाँच्न सिकाऊ ल बाटो गाह्रो अप्ठ्यारो भए पनि हिँड्न सिकाऊ ल दिमागी रोगी मुटुमा घाउ छ तिमी हिँड्न सिकाऊ ल चिप्लो बाटो चिप्ले राखो तर फेरि राखो बढिरहेको आफ्नो गाउँमा रमाइलो ठाउँ छ सबैको आफ्नो कथा मलाई कथा लेख्न आउँछ झल्लु पारा सक्दैन यस्तो पहिरो आउँछ खुसी भएर बाँच्नु पर्छ साथी भोलि कहाँ यस्तो दिन आउँछ होइन आज नै बाँचिदेऊ सबै कुरा दुःख भुल्नु हाँसिदेऊ बजाउ झल्लुको गीत अनि नाचिदेऊ बिस्तारै छर्छ ब्याङ्गर त्यसपछि झल्लुले लिएर हिँड्छ ट्याङ्कर दुश्मनको इलाका पड्काउन होइन ला पड्काउनु पर्दैन झल्लु यस्तै राजा हो सिपाही आउँछ फेरि पड्काउनलाई ब्रो राजाको काम जस राज गर्ने हो बुद्धको देशमा जस शान्त बस्ने हो सबलाई माया बढ्ने अनि माया गर्ने हो यो युद्ध मेरो आफैसँग लडिरहेको म सफलताको सिँढी आज चढिरहेको म बिगेस भाइले भने है यो Shout out to Biggest. Big love. Check it out. Shout out to our producer Young Sol. Shout out to our bhai White Soul and Lion Gang. And Lion Gang. सबैजना मित्रहरूलाई माया छ माया गर्दै हिँड्नु पर्छ सबैजना मरिले त्यसैले आज मिलेरै गरेर अगाडि चढ्नु पर्छ यो नेगेटिभिटीहरूलाई हटाएरै लड्नु पर्छ छैन है हेल्ला यही नै हो बेला हिँड्ने राको म काँचाको या यस्तै हो गाइजहरू होइन घुम्ने बस्ने रमाइलो गर्ने यस्तो हुन्छ घरतिर भए बेला त फेरि घुम्ने भन्दा नि प्रेसर हुन्छ है अलिकति कामकै यताउता सोचेर बसेर खासै त्यो एकदम माइन्डमा सोच्नु पर्यो काम पनि सोच्नु पर्यो साथीभाइ फेरि साथीभाइले फोन गर्छन् उनीहरूलाई पनि सोच्नु पर्यो यसो विचार गर्नु बुझाइदिनु पर्यो होइन माया देखाइदिनु पर्यो सबलाई माया देखाउँदा आफूलाई माया देखाउने समय नपाउँदो रहेछ आफ्नो घरतिर चाहिँ तर ठिक छ घुम्दै आउँदाखेरि फेरि सबै यहाँ पनि आफ्नै हो कुरो घुम्दै आउँछ भन्ने कुरा हो आफूले माया दिन सक्यो भने कतै न कतैबाट आउँछ माया आउँछ होइन आउँछ तर
कहिलेकाहीँ फेरि समय परिस्थिति अनुसारको माया दिन पनि फेरि अलिकति त्यो गाह्रो पर्छ अलिकति जानिँदैन पनि होइन किनकि जान्न पनि पर्छ माया गर्नलाई तरिका जान्न पर्यो अलिकति आफू हुन्छ नि आफूभित्रको माया यस्तो चिज रे कि शिवजीले माया गर्नु भएर हाम्रो के भन्नुहुन्छ मैले बिर्सिएँ अहिले सायद सरी नाम बिर्सिएँ होइन उहाँको लास चाहिँ काँधमा बोकेर मायाले काँधमा बोकेर हिँड्दा लास काँधमा पुगिराख्दाखेरि पनि थाहा नपाउनु भएको थियो है यस्तो यस्तो कथा सुनेको थिएँ मैले तर यो के हो सत्य तथ्य अब सबैले भनिदिनु होला प्लस टपिकमा हाम्रो ठ्याक्क पात्रहरू हुनुहुन्थ्यो होइन यसमा यस्तो हो यसमा अब यसको भाव के भन्दा माया भनेको चाहिँ हुन्छ नि त्यो एउटा शरीरलाई मात्रै पनि होइन होइन त्यो एउटा सबै कुरो के भन्ने अब त्यो कनेक्सनको त्यो हुन्छ नि माया भनेपछि अरू केही पनि छैन भने जस्तो कि त्यस्तै थियो नि त कथा झल्लुको म गलत भयो अलिकति सच्याइदिनु पर्ने भयो सती हो कि मैले पार्वती होइन त्यसपछि बल्ल पार्वती सरी गाइज अब के गर्नु अब त्यही हो सिकाउनु सिकाउनु होला हामी घरतिर अब भात पकाउनु होला हो केटाहरूलाई उठाउनु होला सुतिराखन होला रहेछ डाँडातिर पकाउनु होला म चाहिँ अब एक्लै हुन्छ गाइजहरू दिउँसोको भ्लगमा म आउँदिनँ है होइन लिलकाललाई फोन गरेर आउनुपर्ने हुन्छ हो नत्र म चाहिँ छोड्न सक्छु गाइजहरू अहिले ट्याक्कै घर आइसक्यो त्यही पनि सबलाई माया छ माया छ होइन अब यताउता के हो है आफै मिलाउनु होला हो मात्रै हुनुहुन्छ अब केटाहरू यहाँ के गरेछन् भन्ने सवाल हो क्या मेन हामी घरभित्र छिर्यौँ होइन केटाहरू ढोका आएर पुरै बसिरहेको यस्तै चप्पारा है होइन केटाहरू सुतिसक्यो है के हो त्यहाँ सुत्ने त यहाँ राजेश सुतिरहेको त्यहाँ एकचोटि उठाउनु पऱ्यो राज भाइ निदा होला Good morning everybody. Welcome to my vlog guys. This is our producer and this is our artist voice show. Love and peace out.